हेलो साथीहरू, आयो तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हाम्रो रोपाइ चल्दैछ है। तपाईँहरूकोतिर के रोपाइ सक्नुभयो कि सक्नु भएन त? आज चाहिँ यो मौसम पनि साह्रै राम्रो छ। यो हाम्रो मोरङ जिल्लामा चाहिँ रोपाइ धमाधम छ है साथीहरू। मम्मीहरू चाहिँ खेततिर जानुभयो, खेतालोहरू पनि बोलाएको थियो। खेतालोहरू पनि खेतमा गएर धान रोप्न थाले। म चाहिँ खाना पकाउन सुरुवात गरेँ। सुरुमा खाना पकाउनको लागि सबै थोक ठिक पारेर दाल बसाएँ। काँक्राको अचार बनाउनुको लागि मैले सबै थोक ठिक पारेर लगाएँ। त्यसपछि अचार मोल्नका लागि तयारी गरेँ। अचार ठिपारेको सबै मैले मलेर पनि सके साथीहरू। यस्तो भयो है अचार, हेर्नुहोला। दाल पनि पाकिसक्यो र मैले दाल पनि झानिसकेँ। त्यसपछि मैले सब्जी बसाएँ। उसिनेको आलु, फर्सीको मुन्टा र लट्टे बसाएँ। अनि सब्जी पनि पाकिसक्यो साथीहरू। यस्तो भयो साथीहरू सब्जी। सबै थोक पाकिसकेपछि मैले खाना बसाएँ। मेरो चाहिँ दाल, अचार, सब्जी र खाना सबै थोक पाकिसकेपछि मैले खेतालाहरूलाई खाना बोलाएँ र मम्मी बुवाहरूलाई पनि बोलाएर खाना दिएँ। खानासाना दिइसकेपछि म थालपुट्का मस्काएर आधी सबैजना मिलेर रोपिसक्नु भएको थियो। त्यसपछि म सघाउनको लागि खेतमा रोप्न गएँ। धान रोप्नलाई अन्तिम पुग्दै फुपूहरू पनि आउनु भएको थियो। अनि फुपूहरूले पनि रमाइलो गर्दै रोप्नलाई आउनुभयो र त्यसपछि हामी सबैजना गाउँदै नाच्दै र रमाउँदै रोपेर अन्तिम भयो। यसपालि चाहिँ हाम्रो रोपाइ सक्यो। मानौ खाएर मुरी उब्जाउने बेलाको रोपाइ पनि सक्यो है साथीहरू। आज चाहिँ मैजारो हो अनि साह्रै रमाइलो भयो। आज चाहिँ धान रोप्नको लागि मौसम पनि अत्याधिक धेरै राम्रो थियो। बिहानै खेर पानी परेकाले गर्मी पनि खासै भएन। साह्रो रमाइलो भयो है साथीहरू। मेरो मेलो चाहिँ धान रोपेर टुङ्गिसकेको थियो र मम्मीहरूको मेलो चाहिँ टुङ्गेको थिएन। र त्यसपछि मम्मीहरूले चाहिँ रमाइलो गर्छौँ, बल्ल भेट भएको भन्दै फुपूहरूसँग नाच्दै गाउँदै रोप्न थाल्नुभयो। र त्यसपछि म चाहिँ भिडियो बनाइदिएँ। यस्तै भयो यसपालिको रोपाइ। साह्रै रमाइलो भयो। सेयर के गर्छ होला भन्नुहुन्छ होला। मलाई एकदमै रुगामर्की लागिरहेको थियो, त्यसै कारणले हो। माइन्ड नगर्नु साथीहरू। अन्त्यमा के भन्न चाहन्छु भने साथीहरू, लाइक सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला। फलो पनि गर्नुहोला। म पनि फलो गर्छु। र त्यसपछि थोपा मिलेर सागर बन्छ भने जस्तै तपाईँले सपोर्ट गर्नु भने म पनि सपोर्ट गर्छु। एकअर्काले सपोर्ट गरौँ है साथीहरू।